हाम्रो स्पेसल टी है, टी भनिन्छ हाम्रो चिया चाहिँ यहाँको। गुड मर्निङ, वेलकम टु माई न्यू ब्लग। आजको दिन चाहिँ एकदमै स्पेसल छ है। के छ भन्दाखेरि चाहिँ आज चाहिँ तपाईँहरूलाई म देखाउनेवाला छु रियल क्याफे लाइभ है। अनि म पनि भर्खर आइपुगेँ, सटरहरू खोलेँ है। अब सेटअपहरू गर्नु छ, क्लिनिङहरू गर्नु छ है, त्यही हेर्नुहोस् होला। सबसे फर्स्ट चाहिँ म अब पूजा गर्नेवाला छु, पूजा गर्छु फर्स्ट। यहाँ चाहिँ लाइट जलाउनु पर्ने हुन्छ है, लाइट यस्तो जल्छ यो चाहिँ लाइट ब्लू कलरको। छिटो आउनुहुन्छ नि तपाईँ? ए हजुर, यहाँ मेरो चाहिँ सेटअप चाहिँ माथिको लागि पुग्दैन नि त, हाइट माथि नै छ, त्यही भएर यहाँबाट चाहिँ टक्कै आजको मौसम चाहिँ यस्तो छ है, एकदमै लाइक फगी टाइपको चाहिँ एकदम। घाम पनि अघि लागेको जस्तो छ, तर के भन्नु पानी पर्छ जस्तो लाग्यो। आज खत्तम छ आजकल दिन, 2-3 दिन भइसक्यो यस्तै हो, त्यही भएर एकदम खेल्न लाग्दो छ दिन। हाम्रो फर्स्ट कस्टमर है, फर्स्ट कस्टमर आइपुग्यो। सबैले अर्डर दिन भएको छ पोर्क मोमो है, बनिँदैछ यहाँ मजाको मोमो। हेर्नु सक्नुहुन्छ तपाईँहरूले, पोर्क मोमो हुँदैछ है। त्यही हो फर्स्ट कस्टमर, अब फर्स्ट डेको लागि मतलब राम्रो हुन्छ नि त होइन, लाइक स्टार्टिङको लागि, त्यही भएर दामी हुन्छ। मेरो चाहिँ बनिनु छ करेन्ट है, ब्रेकफास्टमा करेन्ट खान्छु म चाहिँ। करेन्टै बाँचेको अलिकति मोमो चाहेन रे, ठिकै छ। मोमो खान्छु, करेन्ट खान्छु, करेन्ट र अन्डा हाल्छु, दुइटा जस्तो अन्डा हाल्छु, त्यसपछि मोमो खान्छु। अब ब्रेकफास्टै खानु पऱ्यो, के गर्नु अब। मेरो चाहिँ रेडी भइसक्यो हो, के हाल्दैछ अब चाहिँ। मैले भर्खर सकेँ है ब्रेकफास्ट, सकेँ। अनि यहाँनिर चाहिँ एकदमै यहाँ चाहिँ पनि एकदम खाली छ अहिले, कस्टमर आएको छैन हो। के गर्नु अब, सिन चाहिँ खतरा देख्दैछ यहाँबाट चाहिँ, खतरनाक सिन मजाको। ल बस्दा गरेर आउँदैछु ल। मासु बोका अब हो, मासु बनाउने नि त। वेदर चाहिँ खतरा परेको छ आज चाहिँ, एकदम धुम्म छ, फगी आगोको। यहाँबाट ल्याउँछ नि हामीले मासु चाहिँ। मासु दोकान, मासु पनि ल्यायो मासु है। अब गएर पकाउने हुन्छ नि त, टक्कै पकाउँछ अब गएर हो। तर मलाई चाहिँ एउटा चाहिँ कुरा के लाग्छ भन्दा, दिन चाहिँ एकदम खत्तम छ, त्यही भएर चाहिँ मनै लागेको छैन यार आज। मजाले घाम लागेको भए अन्त राम्रो हुन्थ्यो नि त।
पुग्छ होला यतिले है पुग्नु पर्ने राइस चाहिँ हाम्रो पकाएको छ हिजो ए रोटी खायो हिजो भयो भएन मिक्स गरेर बनाइदिउँ न है यहाँ अलिकति रहेछ नि त होइन चामल मिक्स गरिदिउँ अब यहाँ देखौँ यस्तो पाराले हुन्छ हाम्रो छ हो यहाँ आउनु यहाँ देखौँ यहाँ हो दुईवटा चामल मिक्स गरेर अब हाम्रो चाहिँ के हुन्छ नि अब कति बज्यो है अलमोस्ट 12 बज्न आँट्यो 12-1 है उयो पनि हुनु पऱ्यो नि त अब लन्चको लागि पनि रेडी गर्नु पऱ्यो हाम्रो लागि लन्च खानु पऱ्यो त्यही भएर चामल बसाउनु पऱ्यो मासु त भक्क ल्याएँ मैले मासु बनाउँछु चाहिँ अहिले चाहिँ भात बसाउँदैछु बनाउनु आउँछ मासु सबै अब आउँदैन आउँदैन बनाउनु चिकन बनाउनु आउँछ थोरै सिक्नुपर्छ है बनाउनु सिक्नुपर्छ बनाउँछु कुकरमा हो मजा हालेर त्यति भए काफ्यो यो यतिले पुग्छ है हामीले त 3 जना त है टमाटर हाल्दै फ्राई बनाउँछ को बहिनी हुन्छ सिरा हाल्दै डल्लै सिरा हालिदिनु हुन्छ दामी हुन्छ यसरी बनाउनु पर्ला भयो अब यति पखाला हो पानी हालेर त्यति भिजातिर सानो अमलेट हुँदैछ यहाँ चाहिँ चिकन रेडी छ यहाँ चाहिँ रामेन है हो यहाँ चाहिँ रामेन छ भयो ल हाम्रो चाहिँ भयो रामेन ल जाऊ देऊ भयो हाम्रो चाहिँ अब लन्च टाइम पनि भयो है लन्च खान आँटेको छ यहाँ छ बन्दकोपीको सब्जी अनि यहाँ छ दाल यहाँ भयो हाम्रो डल्ले खोर्सानी अन्त यहाँ डल्ले खोर्सानीको अचार हो अनि यहाँ भयो रेड मिट अन्त राइस है खान आँटेको छ हामी अब ल मैले चाहिँ खाएँ ल भिजाउ न त्यसरी भइहाल्यो त नयाँ पर्दा लेख्छ है अब नयाँ पर्दा फेर्न आँटेको यो पुरानो पर्दा निकालिदिएको नि त पुरा मैला भइसक्यो अब नयाँ पर्दा लगाइदिएको अब यहाँ है यतापट्टिको हाल्नु न यता फर्स्ट सबसे लास्टको यो चाहिँ नयाँ पर्दा हो हाम्रो हाल्नुपर्छ खास चाहिँ त्यो हाल्नु भनेको मलाई झन् राम्रो देख्छ त्यहाँपछि अब यो दुइटा भएन यहाँ बिचमा त्यो जालीवाला हाल्यो त्यहाँदेखि यो ठुलो हालिदिनु एउटा सकिएको त्यहाँबाट यहीँ छ दुइटा अन्त ऊ जालीवाला हालिदिनु त्यो
त्यहाँबाट चाहिँ राम्रो देख्न सक्छ सायद। अब ठुलो हालिदिनु त, ठुलो अट्छ होइन कि सानै हाल्नुपर्छ? के गरेको फेरि त्यो? ए सानो सानो छ दुइटा। अब लगाउनु माथि यस्तो गर्नु, यस्तो गर्नु दुइटा यता हुन्छ, बिचमा चाहिँ के यस्तो खालको बिचमा चाहिँ आउँछ भनेको। त्यसो भए यो पनि अलिकति राम्रो देखेछ अन्त। पक्कै एउटा रबर ब्यान्डले बाँधिदिनु। रबर ब्यान्ड छ त भित्र होइन? राम्रो देखेन अहिले भन त, हेर त कति राम्रो देख्यो। टक्कै यहाँ दुइटा देख्यो, दुइटा हाल्यो, त्यहाँ बिचमा एउटा जाल्यो भयो। छोडिदियो, यतिकै छोडिदिनु। चाहिँ भर्खर खाइसक्यो है खाना, मजाको ड्याम्मै भयो, पुरा ड्याम्मै भयो होइन। पर्दा लगाउँदैछ हामी त भर्खर हो, मजाको। त्यो पुरानो पर्दा एकदमै मैला भयो नि त, त्यो भएर नयाँ पर्दा लगाएको। अन्त हेर्नु न सिन एकदम, अघि त पानी खतरा पर्दा असिना होला जस्तो हुँदै थियो। खतरनाक हेर्नु, रोडहरू भिजेर हो, खतरनाक भइरहेको छ। दिनै खत्तम भइरहेको छ अहिले त। खै निकै भयो, 4-5 दिन भयो, दिन एकदम बिग्रिँदै जाँदैछ। यहाँ बाहिरबाट पनि राम्रो देख्यो नि त होइन, वाइट कलरको थिम भएर राम्रो देखिरहेको छ देख्नु। तर हाम्रो चाहिँ पानी सकेछ हो, यहाँ माथि ट्याङ्कीको पानी सकेछ। अब तलको ट्याङ्कीबाट हाल्नुपर्छ, माथि हाल्नुपर्छ मोटरबाट। के भन्नु, अब यस्तै छ, हाल्नु पर्यो अब हो। हेर न अब जोडिसक्यो है, मैले त जोडेँ भर्खर। यहाँदेखिको तान्नुपर्छ, यहाँबाट मोटरबाट तान्नुहुन्छ, यहाँबाट सिधा यहाँबाट सिधा उकालो हुँदैछ। अहिले जाँदैछ यहाँ जुगाडी हातले पक्रिनु नसकेर चाहिँ बोतलले चाहिँ यता अड्काइरहेको छ। माथि बढिँदैछ पानी, हेर्दा हेर्दै पानी बढ्नु थाल्यो है। यहाँ चाहिँ असिना पाउला जस्तो हुँदैछ, खत्तम भइरहेको छ दिन यार, पुरा पानी पर्दैछ। ए हो हाम्रो स्पेसल टी है, टी भनिन्छ हाम्रो चिया चाहिँ यहाँको। गुड इभिनिङ सबैजनालाई है। म चाहिँ अहिले चाहिँ कफी खान आँटेको है, कफी खान आँटेको। टाइम भएछ कफी, म चाहिँ स्क्रिप्ट लेख्दै थिएँ है, त्यही बोलेको लागि साह्रो छ एकदमै, बोलेको लागि होइन, भ्लगको लागि। यो देख्न सक्नुहुन्छ एकदम खाली खाली छ, पुरै खाली खाली छ। अहिले कोही आउनु भएको छैन। अहिले कमसेकम त्यस्तै 5:30-6 बज्दैछ अहिले है। अन्तखेरि चाहिँ कफी खाँदै म त खास एक्चुअलमा भन्दाखेरि चाहिँ गीत सुन्दै थिएँ, गीत सुन्दै के दिमागमा चलाउँदै स्क्रिप्टहरू लेख्दै थिएँ नि त यहाँ। त्यही अब दिमागमा के आउँछ के आउँदैन के लेख्दै बस्दै सोच्दै लेख्दै त्यस्तो गर्दैछु। गर्नुहोस् के अहिले चाहिँ भर्खर बन्द गरेर आएको हामी है, बन्द गरेँ भर्खर। अब घर जाँदैछु। यो चाहिँ के भन्नु चाहिँ अब मजा आयो आजको दिन होइन। अँधेरो छ अहिले, राम्रो देखेको पनि छैन होला। अब यहीँ एन्ड अप गर्न चाहन्छु म चाहिँ। इफ यु लाइक द भिडियो डु लाइक सेयर एन्ड सब्सक्राइब है। सुन्ने नयाँ भिडियोहरू हेर्नु गर्छु, मजाको कन्टेन्टहरू है, हेर्दै गर्नुहोस् होला।